गरेका थियौं। यस्तै गरी आश्रममा हामीले चाहिँ यो स्थापना दिवसको अवसरमा हामीले कार्यक्रम गरेका छौं। श्री योग साहेबको मानव सेवा आश्रममा हामीले कम्बल वितरण कार्यक्रम गरेका थियौं। यस्ता किसिमको हामीले अयोध्या धाम दर्शनको रहेको छ। त्यस्तै गरी हामी मानव सेवा आश्रममा फेरि चाहिँ यो चामल लगायत विभिन्न चाहिँ त्यहाँ सेवा गर्न हामीले नेपालगञ्ज टु जनकपुर प्लेन उडानको लागि हामीले पहल गरेका थियौं। चाहिँ त्यस्ता किसिमको कार्यक्रम जनकपुरमा गएर जुन यहाँका नेपालगञ्जबाट चाहिँ जनकपुरमा स्वागत गर्नुभएको टिमहरू छ। त्यसैगरी होली मिलनको कार्यक्रमहरू यो हामी चाहिँ विभिन्न तौरले गर्ने गरेका छौं। चाहिँ साउ समाजद्वारा आयोजना भएको यो कार्यक्रम रहेको छ। यस्ता विभिन्न किसिमको हामी कार्यक्रम हजुरहरू हेर्न सक्नुहुन्छ। त्यस्तै हामीले एउटा एकछिन यो पहिला जुन हेर्नुभयो जति हाम्रो कार्यालय प्रमुखहरू आउनुहुन्छ अथवा राजनीतिक कर्मी अथवा जुनसुकै व्यक्तित्व आउनुहुन्छ उहाँहरूले मिथिला सेवा समाज एउटा प्याटर्नको रूपमा संस्कारको रूपमा हामीले स्वागत गर्ने सम्मान गर्ने किसिमको संस्कार रीतिरिवाज हामीले राखेका छौं। चाहिँ त्यस्तै गरी यो अयोध्या मन्दिर राम मन्दिर स्थापनाको अवसरमा हामीले कार्यक्रम गरेका थियौं। चाहिँ अरु बढाइदिनु यो जितिया पर्व मिथिलामा मनाइने जितिया पर्व एकदम यो कठोर व्रतको रूपमा जसको हाम्रा यहाँ मिथिला समाजका हाम्रा ओसाजीको नेतृत्वमा मिथिला महिला मञ्च छ उहाँहरूको टिम लगायत सम्पूर्ण जनाले चाहिँ र यो जन्मदिनको अवसरमा हाम्रो डाक्टर साहेब बबिता सिंहजीको छोरा डाक्टर साहब उहाँको हामीले जन्मदिन मनाउने छठ पर्वको कार्यक्रम हामीले चाहिँ विभिन्न कार्यक्रमहरू गरेका छौं। चाहिँ अरु यस्तै गरी यो हाम्रो उताबाट उप प्रधानमन्त्री राजेन्द्र महतोजी आएको बेलामा हामीले स्वागत र सम्मान कार्यक्रम गरेका छौं। चाहिँ यसै गरी यो छठको दशैंको शुभकामना कार्यक्रम चाहिँ हामीले आयोजना गरेका थियौं। लगायत यो बच्चाहरूको हामीले एकदम मनोबल बढाउने आफ्नै संस्कृति किसिमको पनि कार्यक्रमहरू रहेको छ। चाहिँ यस्तै हाम्रो सम्मानित व्यक्तित्वहरूलाई स्वागत सम्मान विभिन्न समयमा गर्दै आएका छौं। चाहिँ जो व्यक्तित्व